प्रमुख प्रवेशद्वार हैन हामी कोइली ताल प्रवेश गरिसकेका छौं। अहिले चाहिँ भादा होमस्टे हुँदै हामी अहिले कोइली तालमा प्रवेश गरिसकेका छौं। तले दृश्य देख्दै छु, साथीहरु उता हुनुहुन्छ। कोइली ताल क्षेत्रमा गर्न नहुने कार्यहरु, यो दृश्य तपाई एकदमै राम्रो ताल रहेछ त कोइली ताल। म फर्स्ट टाइम आएको यतातिर हैन, एकदमै आहा प्राकृतिक ताल रहेछ यो हैन, एकदमै आहा कति राम्रो छ दृश्य। माथिबाट भिजिट गर्न गइरहेका छौं। ए के भन्नुभयो? सिडी बाङ्गा बाङ्गा हैन? ए सिडी बाङ्गा बाङ्गा छन् हैन? ए रमाइलो लागेको छ नि तपाईलाई? भन्नुस् त। लागेको छैन, लागेर के गर्नु? त्यस्तो नभन्नु न, रमाइलो भइराछ भनिराछ। सबैले कति राम्रो दृश्य देखिराछ, हेर्नुस् त। आहा कति राम्रो दृश्य देखिरहेछ। हामी जाँदैछौँ माथि, धेरै माथि छ यो। लगभग अब पुग्यो हामी फाइनल्ली। आहा मन्दिरको दृश्य के राम्रो देखिरहेछ यहाँबाट। मैले तपाईँलाई देखाएँ। तल मान्छेहरू छन् हैन, साथीहरू यी छन्, यता धेरै छन् साथीहरू। उता डुङ्गा चलिरहेछ, भिडियो बनाउने। ठ्याक्कै हामी तल गइरहेको दृश्य तपाईँलाई देखाइरहेका छौँ। कोइलही तालमा छौँ हामी अहिले। कोइलही ताल। फोटो भनिराख्नु भएको छ तपाईँलाई। फोटो खिच्ने धेरै मन लागिसक्यो क्या भन्नुहोस्। यति धेरै अनि घुम्न आएपछि फोटो नखिचेर के गर्ने? त्यही त। अनि तपाईँ बुढालाई माग गरिराख्नु भएको छ, तर बुढाले कुरा सुनिरहेको छैन हैन? अहिले कुट्टोमै खै एकछिन कुटिहाल्नु त। रोक दे भाई। साइली डुङ्गा साला